नमस्ते भाइ बहिनीहरू, तपाईँहरूलाई गुरुबाको डिएनए च्यानलमा स्वागत छ, अर्थात् डिजिटल नेपाली एकाडेमीमा स्वागत गर्न चाहन्छु। र हिजोको भिडियोमा मैले निबन्ध सम्बन्धी केही चर्चा गरेको थिएँ र एउटा वस्तुपरक निबन्धको उदाहरण चाहिँ यहाँ प्रस्तुत गरेको थिएँ भिडियोमा। सायद तपाईँहरूले त्यो भिडियो हेरिसक्नु भएको छ र जहाँसम्म लाग्छ तपाईँहरूलाई त्यो उपयोगी पनि हुनेछ, किनभने त्यो समसामयिक विषय जो चाहिँ साइबर अपराधसँग सम्बन्धित विषय थियो त्यससँग बनाइएको थियो र त्यसलाई चाहिँ वस्तुपरक निबन्ध अन्तर्गत राखेर चाहिँ मैले त्यो उदाहरण प्रस्तुत गरेको थिएँ। र आज चाहिँ म आत्मपरक निबन्ध कस्तो हुन्छ, आत्मपरक निबन्ध कसरी लेख्ने भन्ने कुराहरूको बारेमा चाहिँ केही चर्चा गर्ने र अनि त्यसपछि त्यसको एउटा नमुना प्रस्तुत गर्ने प्रयासमा लागिरहेको छु। र यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई सब्सक्राइब गर्न नबिर्सिनु होला र सँगै के गर्नुहोस् त भने कहाँबाट हेर्दै हुनुहुन्छ, तपाईँहरूको बसाइको स्थान कहाँ छ त्यो कुराको जानकारी भयो भनेदेखि कमसेकम पनि भिडियोले कहाँसम्म चाहिँ आफ्नो एरिया बनाएछ भन्ने कुरा पनि थाहा हुन्छ। त्यसैले गर्दाखेरि तपाईँहरूलाई कृपया त्यो पनि समावेश गर्नको लागि अनुरोध गर्छु। र सँगै फेरि यदि तपाईँहरू पुरानो मेरो चाहिँ भिडियोको दर्शक हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरू आफ्नो साथीहरूलाई उपयोगी सामग्रीहरू चाहिँ यो त उपयोगी छ है, मेरो साथीलाई नै काम लाग्छ भन्ने कुरा छ भनेदेखि चाहिँ त्यस्तो कुराहरूलाई पनि तपाईँहरू सेयर गर्नुहोला, लाइक गर्नुहोला र फेरि अन्तिममा कमेन्ट पनि गर्नुहोला। किन भन्दाखेरि तपाईँहरूको पोजिटिभ नेगेटिभ जस्तो खालको कमेन्ट भए तापनि त्यो कुराले के हुन्छ त भने मेरो चाहिँ यहाँनिर चाहिँ कमजोरी भएछ, यो कुरालाई चाहिँ मैले सच्याउनु पर्ने रहेछ, सुधार्नु पर्ने रहेछ भन्ने कुराहरू चाहिँ मैले थाहा पाउन सक्छु र आउने भिडियोहरूमा चाहिँ ती कमजोरीहरूलाई चाहिँ हटाउने प्रयास गर्नेछु। र आज अब म ढिला नगरिकन विषयतर्फ लाग्छु र निबन्ध लेखनको नमुना 2 आत्मपरक शैली वर्तमान अवस्थामा मेरो नेपाल। यो पनि एक हिसाबले समसामयिक विषय अन्तर्गत पर्ने आत्मपरक निबन्ध हो। अहिलेको अवस्थामा मेरो नेपाल कुन परिस्थितिमा छ त भन्ने कुराहरूलाई नै जोड्ने प्रयास यसमा गरेको छु र यसमा चाहिँ विभिन्न घटनाक्रमहरू छन् र त्यसमा चाहिँ अब आत्मपरक शैली भन्ने बित्तिकै म र हामी जो चाहिँ प्रथम पुरुषीय शैली भन्ने गरिन्छ, त्यसलाई प्रथम पुरुषका सर्वनामहरूलाई प्रयोग गरेर लेखिने जुन चाहिँ निबन्ध हुन्छ त्यस्तोलाई आत्मपरक शैली भन्छन्। आत्मपरक शैली र वस्तुपरक शैलीमा के फरक छ त, त्यसो भए दुईटै व्याख्या त हो नि भन्ने खालको पनि लाग्छ, तर त्यो होइन। वस्तुपरक शैलीमा के हुन्छ भनेदेखि लेखक पर हुन्छ, वस्तु चाहिँ टाढा हुन्छ र त्यो वस्तुलाई देखेको आधारमा चाहिँ उसले त्यहाँ भएका विभिन्न गतिविधिहरूलाई चाहिँ तथ्यपरक ढङ्गबाट व्याख्यात्मक प्रस्तुति दिन्छ, त्यो वस्तुपरक हुन्छ। भनेदेखि आत्मपरक शैली चाहिँ के हुन्छ त भने पहिले वस्तुलाई आफूले अनुभूत गर्छ, लेखकले अनुभूत गरेका कुराहरूलाई चाहिँ नितान्त आफ्ना व्यक्तिगत अनुभूतिहरूलाई चाहिँ त्यहाँ प्रस्तुत गर्छ र त्यसो गर्दाखेरि के हुन्छ त भनेदेखि व्यक्तिका व्यक्तिगत विचारहरू, धारणाहरू र भावनाहरू चाहिँ आत्मपरक शैलीमा बढी देखा पर्छन् भनेदेखि वस्तुपरक शैलीमा चाहिँ तथ्य कुराहरूलाई चाहिँ बढी मात्रामा चाहिँ प्राथमिकता दिइन्छ। किनभने यो के हुन्छ त भने सार्वजनीन हुन्छ भनेको अर्थ सबैले विश्वास गर्ने खालका प्रमाणहरू चाहिँ त्यसमा प्रस्तुत गरिएको हुन्छ। तर आत्मपरक शैली कतिपय अवस्थामा के हुन्छ, व्यक्ति आफै बहकिन पनि सक्छ कतिपय अवस्थामा, किनभने त्यो व्यक्तिको धारणा हो, व्यक्तिको विचार हो, व्यक्तिको भावना हो। त्यसो भएको हुनाले व्यक्तिका विचार, भावना र आफ्ना जुन चाहिँ बहकिएका कुराहरू हुन् तिनीहरूलाई प्रस्तुति दिने एउटा कलात्मक शैलीलाई चाहिँ के भनिएको छ, आत्मपरक शैलीको निबन्ध भनिएको छ। र यसैमा आधारित भएर चाहिँ मैले मेरो नेपाल अहिलेको अवस्थामा कस्तो छ त भन्ने विषयमा चाहिँ विभिन्न अनुच्छेदहरूमा विभाजन गरेर यसलाई प्रस्तुति दिएको छु र म चाहिँ स्क्रिनमा विषयवस्तुहरूलाई देखाउँछु र तपाईँहरूले चाहिँ ती कुराहरूलाई चाहिँ हेर्नुहोला र मैले यो सम्भव भएसम्म चाहिँ पढेर पनि यिनीहरूलाई सुनाउने छु। जस्तो कि मेरो जन्मभूमि नेपाल हो, म यस देशको एक कर्मठ नागरिक हुँ, म अहिले विश्वका जुनसुकै क्षेत्रमा पुगे पनि नेपालीकै नामले चिनिन्छु, यसैका आधारमा विश्वमा मेरो परिचय बन्छ। त्यसैले मेरो र मेरो देशबीच नङ र मासुको जस्तो सम्बन्ध छ। म यस देशको सचेत
अनि शिक्षित नागरिक हुँ। त्यसैले मैले मेरो देशको शैक्षिक क्षेत्रलाई माथि उठाउने उद्देश्य राखेर शिक्षण पेसा अँगालेको छु र यस पेसाका माध्यमबाट समाजका अशिक्षित नागरिकहरूलाई शिक्षित बनाउने मेरो लक्ष्य छ। एउटा शिक्षित व्यक्तिले मात्र देश के हो र देशप्रति नागरिकको कर्तव्य के हुन्छ भन्ने बुझेको हुन्छ। राष्ट्र र राष्ट्रियता को विषयलाई गहिराइमा गएर बुझ्ने क्षमता एक सचेत नागरिकले मात्र राखेको हुन्छ। वर्तमान अवस्थामा मेरो देश अत्यन्तै दयनीय अवस्थाबाट गुज्रिरहेको छ। देशबाट युवाहरू पलायन हुने क्रम बढ्दैछ। देशमा रोजगारीका अवसरहरू छैनन्। तैपनि मेरो देशको सरकार भने कानमा तेल हालेर बसेको छ। उन्नतिका मार्गहरू सबै अवरुद्ध भएका छन्। कल कारखानाहरू सबै बन्द छन्। त्यसैले युवाहरू विभिन्न बहानामा विदेश पलायन भइरहेका छन्। मेरो देशको जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्ति गरी 5 वटा महत्त्वपूर्ण भए तापनि तिनीहरूको सही सदुपयोग नहुँदा देशले न त सही गतिमा उन्नति गर्न सकेको अवस्था छ, न त राष्ट्रको विकास नै हुन सकेको देखिन्छ। विश्वका अन्य देशहरूले कल कारखानाहरूबाट उत्पादित वस्तुहरू मेरो देशलाई बेचिरहेका छन् भने मेरो देशले विदेशमा युवाहरू बेचिरहेको छ। यसलाई कसरी उन्नति गरेको मान्न सकिन्छ र? मेरो देश विकसित देशहरूको बजार मात्र बनिरहेको छ। युवाहरू विभिन्न बहानामा विदेश पलायन हुने क्रम दिनानुदिन दिन दुगुना र रात चौगुनाले बढेर गएको छ। देशको विकासको काममा लाग्नुपर्ने युवा जनशक्ति विदेशी भूमिमा काम र माम भन्दै भौतारिन बाध्य छ। मेरा युवा भाइ बहिनीहरूले रात दिन पसिना बगाएर कमाएको पैसाले यता भारत र चीनलाई धनी बनाएको छ। मेरो देशमा कुनै पनि वस्तुको आन्तरिक उत्पादन छैन। त्यसैले चिनीदेखि पानीसम्म, लत्ता कपडादेखि अन्न बालीसम्म सम्पूर्ण वस्तुहरू भारत र चीनसँग किन्नुपर्ने भएकाले विदेशबाट कमाएर पठाएको पैसा अनुत्पादक क्षेत्रमा ज्यादा सकिएको छ। उक्त पुँजीलाई कुनै उद्योग धन्दा, कृषि, व्यापार लगायतका कुनै पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेको भए आज मेरो देशले यो नियति भोग्नु पर्दैन थियो। वैदेशिक व्यापार घाटा दिन प्रतिदिन बढेर गएको छ। त्यसैले त मेरो देशले यो नियति भोगिरहेको छ। मेरो देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै पर्यटन व्यवसाय हो, तर यसमा पनि आशातीत प्रगति गर्न सकेको छैन। विगतमा भएको कोभिड-19 का कारणले राष्ट्रमा आर्थिक मन्दी सुरु भएको छ। व्यापार व्यवसाय ठप्प छ। युवाहरूको अभावले गर्दा उत्पादनशील जमिन पनि मरुभूमिमा परिणत हुँदै गएको छ। मेरो देशले आफ्नो अर्थतन्त्रलाई मजबुत पार्ने हो भने जलविद्युत र पर्यटनका क्षेत्रमा बढी ध्यान दिएर लगानी बढाउनु पर्ने देखिन्छ। जलविद्युतमा लगानी बढाउनका लागि जनतालाई नै सेयर वितरण गरी जनसहभागितामूलक ढङ्गबाट अगाडि बढ्नुपर्छ। यसै गरी पर्यटकीय क्षेत्रमा समेत समुदायलाई सहभागी गराउने नीति मेरो देशले अगाडि सार्नुपर्छ भन्ने धारणा समग्र नागरिकहरूको छ। यदि नागरिकको सक्रिय सहभागिता भयो भने मात्र देशलाई अहिलेको अवस्थाबाट माथि उठ्न सहयोग मिल्छ। कृषि, जलविद्युत, जडीबुटीका क्षेत्रमा जनसहभागिता बढाएर अघि बढेमा मेरो देशले अवश्य नै अहिलेको अवस्थाबाट मुक्ति पाउन सक्छ। ऊर्जाशील युवा जनशक्ति रोजगारीका नाममा विदेश पलायन हुँदाखेरि उत्पादनशील जमिन पनि जङ्गलमा परिणत भएको छ। बालबालिका र वृद्धले सकी नसकी गरेको उत्पादनले जम्मा 3 महिना मात्रै थाम्छ। बाँकी 9 महिना चीन र भारतबाट खरिद गर्नुपर्ने बाध्यता छ। आँगनमा खेल्ने बच्चा र पिँढी कुरेर बस्ने वृद्धा बाहेक कोही पनि छैनन्। यो मेरो देशको विडम्बना नै बन्न पुगेको छ। गाउँघरमा कसैको मृत्यु भएमा मलामी जाने युवा छैनन्। मेरो देशमा अथाह प्राकृतिक स्रोत हुँदाहुँदै पनि त्यसको सही परिचालन गरी देशलाई अघि बढाउन नसक्नु
राष्ट्रकै दुर्भाग्य हो। जलस्रोतका दृष्टिले मेरो देशले 83,000 मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता राख्छ, तर प्रविधि र लगानीको अभाव देखाएर हालसम्म लगभग 3500 मेगावाट मात्र विद्युत उत्पादन गर्न सक्षम भएको छ। मेरै देशका प्राविधिकका माध्यमबाट खाडी मुलुकहरू विकासको चुलीमा पुगिसके, तर मेरो देशका शासकहरू भने प्राविधिज्ञ र पुँजीको अभाव देखाएर जिम्मेवारीबाट पन्छिने कोसिस गरिरहेका छन्। मेरो देश एउटा कृषि प्रधान राष्ट्र भएर पनि हाम्रो आन्तरिक उत्पादनले 3 महिना मात्र थाम्नु भनेको हाम्रै असक्षमताको सङ्केत हो। यति बेला विदेश पलायन युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी देश विकासमा सहभागी गराउनु देशको माग हो। आजको अवस्थामा मेरो देशले विकास चाहेको छ, त्यसका लागि कर्मठ र उद्यमशील युवाहरू मागेको छ। त्यसैले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गरी उनीहरूलाई पलायन हुनबाट बचाउनु अत्यन्तै जरुरी छ। प्रशस्त प्राकृतिक स्रोत र साधनको सम्भावना हुँदाहुँदै पनि विकासका क्षेत्रमा पछि पर्नु देशकै दुर्भाग्य हो। त्यसैले सम्पूर्ण युवाहरू सङ्गठित भई मेरो देश विकासमा समाहित हुनु नै आजको आवश्यकता हो। यो त भयो निबन्धको स्वरूप र यसमा जे जस्ता भावहरू व्यक्त गरिएका छन् त्यो खास गरी मैले आफूले अनुभूत गरेका कुराहरूलाई चाहिँ यहाँ समेटेको छु। तपाईहरूले यही नै लेख्नुपर्छ आत्मपरक निबन्ध भन्ने कुरा होइन, तर पनि तपाईहरू एकफेर यसलाई हेर्नुहोस्। हेर्दाखेरि कस्तो लाग्छ, यसमा व्यक्त भएका विचारहरू कतिको सत्य लाग्छ लाग्दैन, अथवा अहिले नेपालले अथवा मेरो देशले चाहिँ यो नियति भोगिरहेको छ कि छैन भन्ने कुराहरू पनि तपाईहरूले के गर्न सक्नुहुन्छ, विश्लेषण गर्न सक्नुहुन्छ र यसमा थप कुराहरू पनि आफ्ना विचारहरू राख्न सक्नुहुन्छ। ल त भाइ बहिनीहरू, तपाईहरूलाई मैले आत्मपरक निबन्ध अन्तर्गतको एउटा नमुना प्रस्तुत गरेँ। तपाईहरूलाई कस्तो लाग्छ भिडियो हेरेर प्रतिक्रिया दिन नबिर्सिनुहोला र कहाँबाट हेर्दै हुनुहुन्छ र तपाईँको चाहना अथवा तपाईँको विचार यस सन्दर्भमा के छ त्यो कुरा पनि प्रतिक्रिया मार्फत व्यक्त गर्न नभुल्नुहोला। धन्यवाद।